जनताको मतलाई सिडी बनाएर उक्लने तर मन्त्रीको कुर्सी नपाउँदा लड्ने यही हो हाम्रो राजनीतिक चरित्रको नाङ्गो तस्बिर। नेपाली काङ्ग्रेस बागलुङ जिल्ला क्षेत्र नम्बर 2 को 2 खबाट निर्वाचित प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले राजीनामा दिएका रहेछन्। यो राजीनामा होइन, जनतामाथिको थुकाइ हो। मतदाताले 5 वर्षका लागि जिम्मेवारी दिएका थिए, तर यहाँ त पद नपाउँदा जनताको आदेश नै फिर्ता गरिएको छ। के जनताको मत मन्त्री बन्ने प्रवेश टिकट हो? साँचो कुरा त यो हो, नेपालमा नेता बन्न विचार चाहिँदैन, पैसा र पहुँच भए पुग्छ। त्यसैको परिणाम हो पद नपाउँदा सेवा छोड्ने, जिम्मेवारीबाट भाग्ने प्रवृत्ति। जनताको विश्वास खेलाउन होइन, तर यहाँ त विश्वासलाई सस्तोमा बेच्ने र रिस उठ्दा फाल्ने चलन उनीले बसाले जस्तो लाग्छ। यो राजीनामा एउटा व्यक्तिको हार होइन, यो मतदाताको बेइज्जती हो, बागलुङे जनतालाई गरेको अपमान हो भन्ने मैले राम्रोसँग बुझेको छु। आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै गर्दा पद अस्वीकार गरेको गणेशमान सिंहको पार्टीलाई उनले आज लात मारेका छन्। उनी जस्तै काङ्ग्रेस भएकैले गर्दाखेरि नेपाली काङ्ग्रेसले शिर उचो बनाउन सकेको छैन।